सो मेरो नाम चाहिँ आशिष आचार्य र हामी चाहिँ इट्स भन्ने च्यानलबाट आएका मेरो एउटा साथी छ भन्यो ओइ ल यो भाइ त के हो र त बन्दी र अब चाहिँ हामीले हिँड्दा 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 मान्छे खोज्दा 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 को चाहिँ खेल्नुहुन्छ भनेर खेलाउँदा खेल्दा यहाँ हामीले चाहिँ हाम्रो शिक्षादीप गर्ने बहिनीहरूलाई भेटेको छौँ। हेलो गाइज। र तपाईँहरूको पालै पिलो इन्ट्रोडक्सन दिनु न त सुरुमा। मेरो नाम चाहिँ क्रिस्टिना श्रेष्ठ। मेरो नाम सुबिना राउत। मेरो नाम स्मृति घिमिरे। मेरो नाम कृष्णा खड्का। मेरो नाम निर्मला यादव। म साइदुर राम। हामी चाहिँ इट्स क्विचो भन्ने च्यानलबाट आएका, जहाँ चाहिँ अहिले हामी गेस्ट नेपाली सङ्ग खेलाउँदैछौँ। तपाईँहरूले इमोजी हेरेर चाहिँ नेपाली सङ्ग गेस्ट गर्नुपर्ने हुन्छ है त। आर रेडी? रेडी खेल्छौ होइन त? ल रेडी रेडी भइसक्यो भाइ। मैले पठाइसकेँ उसलाई। उसको केटीहरूले नपठाए पनि मैले पठाइदिएँ। केटीहरूसँग भाइ छ। ल फर्स्ट सङ्ग फर्स्ट क्वेसन है त तपाईँहरूलाई। ल हेर्नु के हो जस्तो लाग्छ? मान्छेमा मान्छे चोर। के हो जस्तो लाग्छ तिमीलाई? अनुहार अनुहार के छ? सुरुको इमोजी हेर्दा के जस्तो लाग्छ तिमीलाई भन्नु न त। यो किन यो बानेको आँखा बिनाको मान्छे। आँखा बिनाको मान्छे के हो जस्तो लाग्छ तिमीलाई? सुरुमा हेर्दा के जस्तो लाग्यो? दिमागमा आएन क्या यो। आँखा बिनाको मान्छे जस्तो लाग्यो? आँखा बिनाको मान्छे त होइन यो। शिर शिर हो। फर्स्ट वर्ड शिर हो। शिर हातमा बानेको छ। बाँधेको छ। सिरेमा सिरबन्दी। ओइ ल यो भाइ त के हो? माको छ सिरैमा सिरबन्दी बन्दी। कानेमा मेरो झुम्का। फर्स्ट क्वेसन राइट भएको छ। ल अब नेक्स्ट क्वेसन सुनौँ है त। ल नेक्स्ट क्वेसन हेर। ल के हो जस्तो लाग्छ? म एक साथी मान्छे हुँ। मेरो अमला के थियो? हेर्दा के सुरुमा के सुरुको इमोजीले के म त के जस्तो लागेन हौ। ए मेरो साथी जस्तो छ। ए मेरो साथी उ त्यहाँ छ तिम्रो साथीहरू साथीहरुले उभिरहेछ है। यो सङ चाहिँ ल शुभम पोखरेलको हो। शुभम पोखरेल नबरबराउ न भन न, खोलेर बोल्दा भइहाल्छ नि, नलजाउ न। त्यो दसैँको सङ छ नि, शुभम पोखरेल सुनेको छौ? वर्षमा दिनमा लै लै भन्ने सङ उहाँको हो। त्यस गरी तपाईँलाई कुन सङ हो जस्तो लाग्छ? यो इमोजी हेरेर भनिदिनु होला कुन सङ हो जस्तो लाग्छ। मेरो एउटा साथी छ। मेरो एउटा साथी छ भन्यो। हो कसको सङ हो? सुगम पोखरेल। ओइ आम्मा कतिको गीत सुन्छौ तिमी? कतिको गीत सुन्छौ? ल यसको एन्सर चाहिँ रहेको छ मेरो एउटा साथी छ जो सबैभन्दा माथि छ। अब सेकेन्ड क्वेसन पनि राइट भइसक्यो। ल थर्ड क्वेसनतिर जाम है त। रेडी रेडी उसको ल अब हेरौँ ल कतिको मिलाउँछ। यो त पुरानो गीत हो, यो त एकदम गाह्रो छ। ल त्यस गरी ल नेक्स्ट सङ है त। रेडी रेडी। ल यो त गाह्रै पर्ला भाइलाई, यो त गाह्रै पर्छ। मनमा नै नबरबरा है। भन है के हो तिम्रो मनमा के लागिरहेछ? के हो जस्तो लाग्छ? कमलको फुल दिमागमा फुलको स्वर, कमलको स्वर। दिमाग छैन मेरो भनेको। दिमाग छैन? दिमागमा के छ भनेको? ला ओ पल्ली भन्यो अरे मैले त भन्नु नि त्यसै। ल फर्स्ट वर्ड भन्नु नि। फर्स्ट वर्ड यहाँ चाहिँ छैन होइन, तर यो हो क्या फर्स्ट वर्ड यो। ल फर्स्ट वर्ड नानीको सिरैमा छैन। खोइ के खोइ के यो नानीको सिरैमा खोइ के दिमागबाट होइन। ल फर्स्ट वर्ड भन्दिउँ यसको। फर्स्ट वर्ड यो हो यो क्या यो नानीको सिरैमा समथिङ एउटा गाना छ। यो नानीको सिरैमा खोइ सिरैमा कमलमा समथिङ यस्तै हो। एक्ज्याक्टली मैले झन्डै मिलाउनु है, तर यसलाई इन्करेक्ट नि। यो नानीको सिरैमा इन्द्र कमल फुल फुल्यो मग मग। यो सङको एन्सर चाहिँ तपाईँहरूले कमेन्टमा भन्नु होला। पुरै मैले आधी भनिदिइहालेँ। यसको यो म्युजिक चाहिँ कुन हो भन्दाखेरि यो नानीको सिरैमा इन्द्र कमल फुल फुल्यो मग मग चल्यो। कमेन्टमा मिलाउनुहुन्छ। त्यसरी हाम्रो अब चाहिँ फोर्थ क्वेसन नेक्स्ट क्वेसनको पाली। ल हेर्नु के हो जस्तो लाग्छ? कस्तो लागिरहेछ खेलेर? राम्रो आएछ। राम्रो लागिरहेछ। के जस्तो लाग्छ आजको दिनमा? के हो फर्स्ट के जस्तो लाग्छ तिमीलाई? फर्स्ट बर्ड चरा। चरा के छ? फर्स्ट इमोजी के छ? चरा। चरा नीलो चरा। नीलो चरा चरा। अनि चरा तिमीलाई कतिको मन पर्छ? हिमाल। के हो जस्तो लाग्छ? चरा। चरा उड्यो बादल होइन। चरा उड्यो आकाश छुनलाई। ओ वाउ नाइस गेस, तर इन्करेक्ट। मलाई धेरै स्याल हो। मन पर्छ। ए हो र? यो एकदम पपुलर सङ हो अहिलेको, टिकटकमा चलेको, युट्युबमा चलेको। खै के हो थाहा पाइन्थ्यो। के हो जस्तो लाग्छ र? चरीवन। चराको नाम हो क्या, एउटा चराको नाम हो यो चाहिँ। विजय बराल यो भिडियोमा पनि खेल्नु भएको छ अहिले। एकदमै युट्युबमा एकदमै चलेको गीत होइन, फिल्मको गीत। फर्स्ट वर्ड नि, फर्स्ट वर्ड भनिदिउँ? अलिकति गेस गर नि, म भन्छु ल फर्स्ट वर्ड तिमीलाई। अलिकति होइन चरी चरीसँग रिलेटेड। यो चाहिँ हामीले जन चामिङ राईले सोधेको थियौँ त्यो वाला सङ चाहिँ।
ल न्याउली हो ल फर्स्ट वर्ड न्याउली जङ्गल हो चरा जङ्गल हो चरा पूर्ण बहादुरको सारङ्गी फिल्म हेरेको छु माछी मार्न जाउँ न दाजु भन्ने गीत मन पर्दो रहेछ चरा छ यो अहिलेको रिसेन्टली एकदम पपुलर गीत हो यो फर्स्ट वर्ड न्याउली हो ल न्याउली एकदम कसरी मिलाइहाल्यो त मैले न्याउली भन्न साथ मिलायो उसले ओइ चरा जङ्गल थाहा छैन मलाई म चाहिँ कहाँबाट थाहा त्यो त स्टेप कस्तो गीतको हुक पनि मलाई याद छ क्या त्यो टिकटकमा आइरहेको छ टिकटक बनाउँथ्यो होला न्याउली भन न्याउली अँ, भनेर चराको त्यही छ नाम त्यस्तै न्याउली भन यो पनि उहाँहरूबाट अलिकति मिल्छ जस्तो मलाई लागेन र यो गीत चाहिँ न्याउली बनैमा भन्ने गीत थाहा छ विजय बरालको विजय बराल खेल्नु भएको हो त्योसँग यो चाहिँ यति चाहिरहेको छ ल उसले 4वटा सोद्धा एउटा चाहिँ झन्डै नै मिलाएको थियो तर त्यसलाई पनि मिलाएकै लिन् अहिले चाहिँ पुरै मिलायो त्यो पनि भनेको हो भनेकै हो पहिले कुर्सिन जस्तो छ यार मलाई तपाईँहरूले कतिवटा मिलाउनु भयो अहिलेसम्म दुईवटा मिलाउनु भयो दुईवटा झन्डै नै मिलाउनु भयो त्यस गरी अब लास्टसँगै त तिमीलाई ल कतिको मिलाउँछ मेरो ल एक्साइटेड ल लास्ट ल त्यस गरी लास्टसँगै त अब लास्ट सङ रेडी अब तिमीले मिलाउनु पर्छ तिमीले मिलाएकै छैन अघि भनेको थियो तर उसले अलिकति ल लास्ट सङ के हो जस्तो लाग्छ फर्स्ट इन्डिया दा मस्कारा मस्कारा आम्मामामामा के हो मेकअप प्रोडक्ट थाहा भएन के हो ओठैमा लाली जस्तो छ खै अब ओठैमा लाली ओइ ओठैमा लाली पनि छ है त म्युजिकमा ल मस्कारा त होइन नेपालीमा मस्कारा ए परेला परेला अरेलीमा त होइन अघि तिमीले उते लाउँदै थियौ खै अब यो सङ एकदम पपुलर हो होइन यसमा दुई पनि होइन 3 जना खतरा मान्छेहरू कोल्याब गरेर बनाएको सङ छ क्या के हो यो सुने के हो जस्तो लाग्छ फर्स्ट वर्ड हेर्दा के जस्तो लाग्छ पछि मुजी हेर्दा के हो जस्तो लाग्छ भनिदिनुहोस् आज दिन छ नि तपाईँ परेला निराको ल यो गीत कसको भनिदिउँ यो सङमा चाहिँ 3 जना खतरा मान्छेहरू कोल्याबरेट भएर यो सङ निकालेको ल नेपाली हो ल यो सङ कसले बनाएको पनि भनिदिन्छु दुर्गेश थापा दुर्गेश थापाको होला दुर्गेश थापाको सुन्दैनौ दुश्मन हेरेको हेरै त होइन परेला अनि निराको ल अर्को पनि हिँड्दिउँ यो चाहिँ रिसेन्टली भन्दा पनि 3-4 मन्थ भयो यसमा सिसन मानिया पनि खेल्नु भएको छ गुरास नानी पनि खेल्नु भएको छ ओए हिलोमा खेल्छौ यात्रा छ के हो जस्तो यो तर यो यसमा के छ त्यो अनुसार मिलाउनु पर्छ क्या गीत चाहिँ त्यो हो ल कन्फर्म त्यही हो आँखामा लाउने गाजल फेकिएर ओठमा लाउने लाली भनेको ओइ मिला यार कसको म्युजिक हो ल कसको गीत हो यो त्यो त थाहा छैन गीत मिलिहाल्छ नि ल यसको एन्सर चाहिँ म सुनाउँछु यो इमोजीको बेसिसमा चाहिँ म गीत गाएर सुनाउँछु आँखामा लाउने गाजल ओठमा लाउने लाली नलजाउने गाजल हो यो गाजल होइन आँखामा लाउने गाजल यो गाजल जस्तो छ अब एक्ज्याक्टली सबै राख्यो भने त मिलाइहाल्यो नि यतिकै हेर्ने बित्तिकै एनिवेज ल उनीहरूले यो पनि लगभग गीत चाहिँ गेस गरेको थियो तर यो हेरेर चाहिँ गेस नगरे पनि 2.5 मिलेको भन्नु मेरो 2.5 होइन रङ थियो उसले भनेको पनि सही हुनसक्छ र उनलाई 2.5 मा 2.5 है 2.5 चाहिँ मिलाएनौँ तर लगभग उनीहरूले मलाई लागेको थिएन सुरुमा उनीहरूले 3टा मिलाउँछन् भनेर उनीहरूले 3टा मिलाए 5वटा सोधा र कस्तो लाग्यो त गेम खेलेर हामीसँग बिल्ला लाग्यो भन्दिनँ बेर्सेन अरे यो मैले त कस्तो लाग्यो त गेम खेलेर तिमीहरूलाई रमाइलो भयो नेक्स्ट चोटि चाहिँ तिमीहरूलाई हामी एकदम गिफ्ट दिन भनेर रेडी भएर आउँछौँ होइन यहीँ आउँछौँ हामी भिडियो बनाउन र कस्तो लाग्यो त खेलेर हाम्रो इट्स क्विजमा राम्रो लाग्यो रमाइलो छ नि रमाइलो र त्यसै गरी ल फलो गरिदिनु भन्दै हो नि त हाम्रो सबैजनाले फलो गरिदिनु होला दाइको च्यानललाई ल यत्रो बहिनीले यत्रो हेर त दर्शकहरू कति छन् हेर्ने कस्तो लागिरहेको तिमीलाई एकदम राम्रो लागिरहेको कस्तो लाग्यो तिमीलाई धेरै धन्यवाद हामीसँग खेलेकोमा थ्याङ्क यू र अहिले खेलेकोमा धेरै धन्यवाद मात्र भन्न सक्छौँ थ्याङ्क यू र एकदम थ्याङ्क यू भाइ र एकदम तिमी खेल्दै हो एकदम धेरै धन्यवाद